नमस्कार दर्शकवृन्द, अहिले म चाइनाको सहरमा छु र आज हाम्रो यात्राको अन्तिम दिन। आज हामी नेपालतिर फर्किने क्रममा छौँ। चाइनाको म गएसम्मको ठाउँहरू देखाइसकेको छु। राम्रै लाग्यो, राम्रै रमाइलो भयो, रमाइलो गर्न आएको। एकदमै सेफ रहेछ अरूभन्दा पनि चाइना। अनि धेरै कुरा सिक्न सकिन्छ यहाँबाट चाहिँ। 15-20 वर्षको अवधिमै धेरै कुरा गरेको छु। राम्रो लाग्यो, एकदम खुसी लाग्यो। ल धन्यवाद। उहाँ चाहिँ सबैभन्दा यो टोलीमा, हाम्रो भ्रमण टोलीमा कान्छो हुनुहुन्छ र एकदम युवा पनि हुनुहुन्छ। यसरी हाम्रो यात्रामा उहाँले पनि हामीलाई ठुलो सहयोग गर्नुभएको छ। कोही मान्छे हराउने यो यात्रामा कुद्नु जानु पर्दा उहाँ जानुहुन्थ्यो र लिएर आउनुहुन्थ्यो। यसरी उहाँको सहयोग रह्यो र उहाँलाई धेरै धेरै धन्यवाद। मेट्रो स्टेसन एयरपोर्टमा जानको लागि नि यसो ट्रेन आउँदो रहेछ। यसमा ट्याक्कै रोकिँदो रहेछ। हामी यहाँबाट अब एयरपोर्ट जाँदैछौँ मेट्रोमा चढेर। यो चाहिँ साङ्घाईको हवाई मैदान। मेट्रोमा हाम्रो दैलो खुल्यो। अब केही समयपछि हामी हवाई मैदानमा पुग्छौँ। झरेको जस्तो रहेछ कि यहाँ चाहिँ हाम्रो ट्रली बस्छ, उताको बस यस्तो ह्यान्डललाई समातेर सिट हुँदैन रहेछ। यात्रा चाहिँ साह्रै रमाइलो हुँदो रहेछ। पस्नु जानुपर्ने रहेछ। यात्रा फेरि ट्याक्सीमा है साथी हो। ट्याक्सीमा चेन्डु एयरपोर्टबाट हाम्रो यात्रा सुरु भयो। यो इभी गाडी र यहाँको एकदम फेमस इभी गाडी। र हामी यहाँबाट हाम्रो होटेलतिर 4:30 म छु र हामी यहाँबाट निक्लिँदैछौँ। हाम्रो गुरुजी वहीँ हो। गुरुजीको पनि फोटो चाहिँ देखाइदिनु कुदाइराख्नु भएको छ। यो अगाडिको गाडीमा सबै हाम्रो साथीहरू छ र अहिले साँझको 5-5:30देखि 6 बज्न आँटेको छ। हामी यो राम्रो सुन्दर एयरपोर्टबाट च्यान्डुको होटेलमा जाँदैछौँ। यो हामी सुरुङ प्रवेश गऱ्यौँ। अहिले यो सुरुङ मार्गबाट खुट्टा निक्लिन्छ। हाम्रो यात्रा झन्डै 40देखि 50 मिनटको हुन्छ। यो ट्याक्सीले हामीलाई त्यति गरिसकेपछि हाम्रो होटेलमा हामी जान्छौँ र चट्ट आजको रात यहाँ बिताउँछौँ। र अब भोलि फेरि बिहानको हाम्रो प्लेनको झन्डै 8 बजीदेखि 9 बजीभित्रमा चाहिँ हामी प्रस्थान गर्छौँ प्लेनबाट। र यस्तो प्रकारको यात्रा यसपालि साह्रै रमाइलो भइरहेछ। यो गाडीले चाहिँ 60-70 को स्पिडमा हाँक्दैछ, 75 को स्पिडमा नै हाँक्दैछ। यसरी हामी जाँदैछौँ। यो चाहिँ अब ट्राफिक हो। ठ्याक्कै यहाँले आफै कन्ट्रोल गराएको छ। यो अनुसार हिँडिरहेको छ मान्छेहरू। पर क्यामेरा छ लगाउनु चुइक्कै के गर्नु पाइयो पो। यहाँ यो चाहिँ पेट्रोल पम्प जस्तो लाग्यो मलाई। पेट्रोल हाल्ने ठाउँ छ यो। ट्रेन पनि यहाँको कुदाइ चाहिँ तपाईँको झन्डै 300-350सम्म हिँड्यो। गाडी पनि 100भन्दा 95, 90, 95, 100 को स्पिडमा चाहिँ साधारण गाडी कुदाउँदो रहेछ। मिटर मैले तपाईँलाई देखाइरहेको छु। राम्ररी हेर्नु त। यस्तो छ। यो ठाउँमा चाहिँ पाण्डा हेर्ने ठाउँ। यहाँ चाहिँ पाण्डा राखिएको छ संरक्षण गरेर। 6वटा पाण्डाबाट जम्मा गरेर अहिले मोटामोटी 300-400 पाण्डा बनाइरहेको छ। जाइन्ट पाण्डा भन्ने पनि यही ठाउँमा छ। यो हामीले हेरिसक्यौँ। तपाईँहरूलाई फेरि बताएको मात्र हो। माथि भएन साथी हो। यहाँको गाडीको चाहिँ नि ड्राइभिङ सिट चाहिँ देब्रेतिर हुँदो रहेछ। सबै हेर्नु न, म अघि झुकेर झन्डै ड्राइभर सिटमा बसेँ हो। यसरी देब्रेपट्टि चाहिँ ड्राइभिङ सिट हुँदो रहेछ। र यहाँ चाहिँ आफू चाहिँ यहाँको प्यासेन्जर चाहिँ दाहिनेपट्टि बस्नु पर्छ। साथी हो, यो चोर बाटो जस्तो लाग्यो। सानो सानो बाटो छ। हाइवेबाट यता चोर बाटो पनि हिँड्दो रहेछ हिँड्नुलाई छिटोको लागि। स्वाटै छिराएर यता ल्याएर यहाँबाट यो चाहिँ गाडी 2 लाइनको मात्रै छ। आउनेर जाने
यसोको गर्दो रहेछ यहाँ। यो चाहिँ आजको बसाइ होटलमा र हामी यो होटलमा बसेका छौँ। यो ठुलो होटल छ। यो चाहिँ च्याङ्दुको होटल। यो होटलमा हामी आज यो खानेवाला छौँ। यो चिज यो चामलभित्र के छ? यो भित्र चामल छ। यो चिज खान्छौँ हामी आज। मेरो चाहिँ कति नम्बरको छ? ल मित्रहरू, अब नेपाल फर्किने क्रममा हामी छौँ र यात्रा अगाडि बढिरहेको छौँ। बिहानको 5:30-6 बजे आएको छ यहाँ चाइनाको टाइम अनुसार। अब हाम्रो प्लेनबाट हामी चाहिँ नेपालतिरको यात्रा गर्न नै छौँ। अहिले बिहानै हामी यस ठाउँबाट करिब 1 घन्टाको यात्रा गर्नुपर्ने हुन्छ। यहाँ चाइना धेरै ठुलो देश छ। हामी एक दुईवटा देश मात्र घुम्न सक्छौँ। अब भविष्यमा मिलेछ भने फेरि अरू यहाँका राम्रा ठाउँहरू हेर्न आउने नै छौँ। ल अब यति भन्दै यहाँसँग बिदा लिनुपर्ने बेला भइसकेको छ। अब चाहिँ हाम्रो यो भेटघाट नेपालमै हुनेछ। यो च्यानल हेरिदिनु भएकोमा र मेरो कुरा सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद दिँदै अर्को कार्यक्रममा फेरि भेट्ने बाचा राख्दै यहाँहरूसँग बिदा लिन चाहन्छु। हवस् त, नमस्कार।